यिनीहरू आज हामीहरू एमबीएस 4th सेमेस्टरको म्यानेजमेन्ट कन्ट्रोल सिस्टम भन्ने च्याप्टरको त्यसमा पनि हामीलाई यो रेस्पोन्सिबिलिटी सेन्टर भन्ने छ। यसका धेरै मेटेरियलहरू पनि पाउन एकदमै गाह्रो हुन्छ। त्यसको लागि यसलाई नै तपाईहरुले चाहिँ मेटेरियल बनाएर राम्रोसँग अध्ययन गर्न सक्नुहुन्छ र यसको बारेमा म तपाईहरुलाई यो च्याप्टर भरिका धेरै क्वेशनहरु हल गर्नेछु। एउटा क्वेशन राम्रोसँग बुझाउँछु भने अरूलाई अलि छिटो गरेर बुझाउने छु। तपाईहरुले त्यस्तै समस्या पर्यो भने पज गर्दै हेर्दै गर्न सक्नुहुन्छ। विद्यार्थी भाइहरु सुरु गरौँ। जस्तै यो म्यानेजमेन्ट कन्ट्रोल सिस्टममा रेस्पोन्सिबिलिटी सेन्टर भन्ने एउटा च्याप्टर छ। त्यो च्याप्टरमा हामीले रिटर्न अन इन्भेस्टमेन्ट आरओआई, इकोनोमिक भ्यालु एडेड इभीए र रेजिडुअल इन्कम भन्ने चाहिँ हामीले पढ्नु पर्छ र यी तीनवटा चाहिँ तपाईले निकाल्न सक्नुभयो भने हामीलाई 5 मार्क्स देखि 15 मार्क्स सम्मका जस्तो पनि क्वेशन सोध्न सक्छ। त्यसमा जोडेर तपाईलाई यसमा चाहिँ राम्रोसँग हेर्नु हो भने एउटा भिडियोले तपाईलाई 5 देखि 15 मार्क्स आउन सक्छ। विद्यार्थी भाइहरु सबैभन्दा पहिला म रिटर्न अन इन्भेस्टमेन्टको कुरा गर्छु। जस्तै यो रिटर्न अन इन्भेस्टमेन्ट भनेको एउटा वित्तीय मापदण्ड हो जसले कुनै लगानीबाट कति नाफा कमायो भन्ने देखाउँछ। यसले लगानीको एउटा कुल लागत र प्राप्त गरेको नाफा बीचको सम्बन्ध प्रतिशतमा देखाउने काम गर्छ। तपाईले हेर्न सक्नुहुन्छ। जस्तै हामीसँग EBIT डिभाइड बाइ इन्भेस्टमेन्ट इन्टु 100% गर्यो भने पर्सेन्टमा कति हामीले चाहिँ नाफा कमाउन सकियो भन्ने कुरा यसमा तपाईले हेर्न सक्नुहुन्छ। र विद्यार्थी भाइहरु जस्तै हामीले यो क्यापिटल इम्प्लोइड दिएको छ, यो पनि तपाईहरुले निकाल्न सक्नुहुन्छ। म पछाडी यसको बारेमा भन्छु। जस्तै हामीसँग इन्भेस्टमेन्ट वा क्यापिटल इम्प्लोइड। त्यस्तै गरेर हाम्रो यो इकोनोमिक भ्यालु एडेड, यसले विशेष गरेर यो कम्पनीले निश्चित समयमा कति वास्तविक मूल्य सिर्जना गर्यो भन्ने कुरा देखाउँछ। कम्पनीले खुद नाफा अथवा हामीले चाहिँ नेट प्रॉफिट आफ्टर ट्याक्सबाट एकदम पुँजीको लागत घटाइसकेपछि जे आउँछ त्यसलाई नै हामीले EVA भनेर निकालिन्छ। पछाडी म हिसाब गर्ने बेला पनि तपाईहरुलाई भन्न सक्छु। त्यस्तै गरेर हामीलाई चाहिँ इकोनोमिक भ्यालु एडेडमा इन्कम आफ्टर ट्याक्स र क्यापिटल इम्प्लोइडलाई यस्तो कस्ट अफ क्यापिटल अथवा WACC सिधै हामीलाई एउटै हो। यही यिनीहरुबाट घटाइसकेपछि आफ्टर ट्याक्समा पनि हामीले लगानी गरेको यति कति चाहिँ त्यसको चाहिँ ब्याज लागेको छ, त्यो चाहिँ हामीले लागेको खर्चहरु घटाइयो भने इकोनोमिक भ्यालु एडेड निकाल्न सकिन्छ। हामीलाई नेट अपरेटिङ प्रॉफिट माइनस यो क्यापिटल चार्ज गर्यो भने पनि निकाल्न सक्नुहुन्छ। रेजिडुअल इन्कम यसमा चाहिँ रेजुलर EBIT यो माथिकोसँग सम्बन्ध उस्तै हो, तर यसमा यो आफ्टर ट्याक्स हो भने यो चाहिँ अर्निङ बिफोर ट्याक्स इन्ट्रेस्ट एन्ड ट्याक्स र यो क्यापिटल इम्प्लोइडलाई WACC घटाउनु हो भने यो रेजिडुअल इन्कम आउँछ। विशेष गरेर रेजिडुअल इन्कम अहिले गरेको लगानीले दीर्घकालसम्म कसरी नियमित रूपमा आम्दानी कति पाउन सकिन्छ भन्ने कुराहरु हेर्न सकिन्छ। यो चाहिँ कहीं इन्भेस्टमेन्ट गर्दा त्यसको लागि डिसिजनको लागि एकदमै आवश्यक पर्ने टुल्सहरु हो र तपाईले यिनीहरुको फर्मुला हेर्न सक्नुहुन्छ। त्यो फर्मुला वाइज तपाईले राख्न पनि सक्नुहुन्छ। र विद्यार्थी भाइहरु तपाईलाई जस्तै यसको म फर्मुला भन्छु। हामीलाई चाहिँ यो EBIT नेट सेल्स माइनस कस्ट अफ गुड्स सोल्ड लेस अपरेटिङ एक्सपेन्सेस त्यो गर्यो भने EBIT हुन सक्छ। अथवा हामीसँग जस्तै कहिलेकाहीँ त्यहाँ हेर्नु होला यो EBIT निकाल्नको लागि अब नेट प्रॉफिट आफ्टर ट्याक्स छ भने 1 माइनस ट्याक्स गरेर यसको बिफोरमा लैजाने र जस्तै यदि यो इन्ट्रेस्ट पनि जोड्यो भने EBIT आउँछ। यो फर्मुलाहरु पनि हेर्नु होला। अब यो फर्मुलाहरु पनि हेर्नु होला। जस्तै हामीलाई जुन पनि हुन सक्छ। त्यस्तै गरेर हामीलाई यो EBIT डिभाइड बाइ इन्भेस्टमेन्ट इन्टु 100 गरेर यसरी पनि निकाल्न सकिन्छ र हामीलाई यो EBIT डिभाइड बाइ क्यापिटल इम्प्लोइड इन्टु 100 गरेर निकाल्न सकिन्छ। त्यस्तै यो इकोनोमिक भ्यालु एडेडमा इन्कम आफ्टर ट्याक्स र क्यापिटल इम्प्लोइड इन्टु कस्ट अफ क्यापिटल गरेर निकाल्न सकिन्छ। त्यस्तै गरेर नेट अपरेटिङ प्रॉफिटमा क्यापिटल चार्ज लेस गरियो भने निकाल्न सकिन्छ। त्यस्तै यो EBIT माइनस
हामीसँग यो क्यापिटल इम्प्लोइड इन्टु डब्ल्युएससी गर्न खोजियो भने हामीले योबाट पनि हामीले रेजिडुअल इन्कमहरू निकाल्न सकिन्छ। र यी हाम्रा फर्मुलाहरू भए, यिनीहरू तपाईले यो पज गरेर यसको बारेमा यो तीनैटैको फरकको बारेमा हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर यहीलाई मैले नेपालीमा पनि भनिदिएको छु, यो नेपालीमा नै हेर्न सक्नुहुन्छ तपाईहरुले। मैले यसमा धेरै टाइम खर्च गरिन। हाम्रो यो फर्मुला हो। सबैभन्दा पहिला यस्तो खालको हामीलाई क्वेशन आउँछ, जस्तै तपाईले त्यहाँ देख्न सक्नुभयो क्वेशन। हामी त्यहाँ भएको क्वेशनमा क्वेशनले दिएको छ, जस्तै माथि क्वेशनले हामीलाई इन्भेस्टमेन्ट सेन्टर एबीसी, बैंक ब्यालेन्स, इन्भेन्ट्री, डेप्टर, मेसिनरी, हामीलाई यी खालका र बजेटेड प्रॉफिट वाला दिएको छ। यिनीहरू मध्येबाट अब हामीले चाहिँ क्वेशनले भनेको छ द कर्पोरेट कस्ट अफ क्यापिटल 10% क्यापिटल इम्प्लोइड को छ भनेको छ, र हामीलाई रिटर्न अन इन्भेस्टमेन्ट र आरओआई र इभीए निकाल भनेको छ। एउटा कुरा के विचार गर्नु भने, जस्तै हामीसँग क्यापिटल इम्प्लोइड भनेको बैंक ब्यालेन्स अथवा हामीसँग करेन्ट एसेट्स प्लस फिक्स्ड एसेट्स माइनस करेन्ट लायबिलिटीज गर्यो भने क्यापिटल इम्प्लोइड आउँछ। जस्तै माथिको क्वेशनमा हेर्न सकिन्छ, बैंक करेन्ट एसेट्स छ, इन्भेस्टमेन्ट करेन्ट एसेट्स छ, डेप्टर करेन्ट एसेट्स छ, मेसिनरी भनेर फिक्स्ड एसेट्स छ। अब यसमा तपाईहरुले हेर्न सक्नुहुन्छ, अब हामीसँग करेन्ट लायबिलिटीज रहन्छ, ल यस्तो भयो भन्नुभयो। करेन्ट लायबिलिटीज छैन भने त्यति नै करेन्ट लायबिलिटीज, अब कति बेला जिरो भयो भन्ने चाहिँ बुझ्नु होला। नभएकोलाई अहिले हामीले यहाँ हेरिराख्नु पर्दैन। हामीसँग यो फर्मुलाबाट यो हेर्न सकिन्छ। र त्यस्तै गरी विद्यार्थी भाइहरु, जस्तै यसलाई चाहिँ हामीले सल्भ गर्दा मैले देख्नको लागि तपाईले यहाँ हेर्नको लागि यो सानो क्वेशनकै भाग हो। यसलाई यहाँ हेर्न सक्नुहुन्छ तपाईले, इन्भेस्टमेन्ट सेन्टर हामीसँग एबीसी क्वेशनले दिएकै छ। र जस्तै हामीसँग क्यापिटल इम्प्लोइड के गर्यो भने क्यापिटल इम्प्लोइड आउँछ त हो, पहिला भएको हामीसँग यो बैंक अथवा यो इन्भेन्ट्री, डेप्टर, यो मेसिनरी र करेन्ट लायबिलिटी छैन। यी चारवटै जोड दिनुस् त। जस्तै हामीसँग 60,000, 60,000 मा यो 5,40,000 जोड्दाखेरि तपाईलाई कति भयो? 6,00,000, 1,20,000 र 1,80,000। यसरी तपाईहरुले हेर्न सक्नुहुन्छ हामीसँग बैंक ब्यालेन्स, इन्भेन्ट्री, डेप्टर, मेसिनरी सबै जोड्यो भने क्यापिटल इम्प्लोइड यसको कति? 9,00,000। यसरी नै बी को जोड्नुस्, सी को जोड्नुस्। बी को जोड्दा कति? 7,50,000, सी को कति? 5,10,000। यसलाई जोड्न तपाईहरुले सक्नुहुन्छ। यो क्यापिटल इम्प्लोइड भनेको ए को टोटल गरेको करेन्ट एसेट्स र करेन्ट लायबिलिटीज जोडेको। हामीसँग जस्तै करेन्ट एसेट्स, बैंक ब्यालेन्स, इन्भेन्ट्री, डेप्टर, करेन्ट एसेट्स र फिक्स्ड एसेट्स, अब मेसिनरी भनेर क्वेशनले दिएको छ। यिनीहरु जोडेर तपाईहरुले क्यापिटल इम्प्लोइड निकाल्नु भयो। त्यस्तै गरी हामीलाई यो प्रॉफिट क्वेशनले केही भनेन भने अर्निङ बिफोर, जस्तै यो इबिआइटी नि यही हो, इन्भेस्टमेन्ट दिएको छैन, र नेट प्रॉफिट आफ्टर ट्याक्स इएटी भने पनि यही हो। तपाईहरुले हेरि यहाँ चाहिँ हामीलाई केही तोकेर दिएको छ, तल इन्ट्रेस्ट निकाल्न सकिन्छ र सोचेर दिएको छ भने त्यसलाई मिलाउनु होला। क्वेशनले केही दिएन भने हेरि यो चाहिँ अब हामीले चाहिँ एजुम के गरियो त भन्दा नेट प्रॉफिट आफ्टर ट्याक्स पनि यही हो। अरु केही नभइसकेपछि नेट प्रॉफिट अब बिफोर ट्याक्स पनि यही हो। अब अथवा हामीसँग इबिआइटी भनेको पनि यही हो। यसलाई हेर्ने होला। अब इबिआइटी नि यही हो। त्यो भएर सबै यही रहेछ भन्ने कुरा हेर्नु। अब तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ, जस्तै हामीसँग आरओआई निकाल्न सकिन्छ र इबिए कति छ भनेर यहाँ वर्किङ नोटबाट तपाईहरुले निकाल्न सक्नुहुन्छ। अहिले हेर्नु, जस्तै इकोनोमिक भ्यालु एडेड भनेको इन्कम आफ्टर ट्याक्स, त्यसमा क्यापिटल इम्प्लोइड र इन्टु डब्ल्युएससी क्वेशनले दिएको छ, अथवा कस्ट अफ अब क्यापिटल भनेर हामीले चाहिँ 10% क्यापिटल अफ इम्प्लोइड भनेर क्वेशनले दिएको छ। यहाँ हेर्न सक्नुहुन्छ हामीलाई जस्तै इन्भेस्टमेन्ट सेन्टर एबीसी छ, त्यो मध्ये हामीले कर्पोरेट अब कस्ट अफ क्यापिटल 10% अफ क्यापिटल इम्प्लोइड भनेर क्वेशनले दिएको छ। यहाँ भएको जस्तै 10% हामीले निकालियो नि हो, 9,00,000 को 10% अथवा 7,50,000 को अथवा 5,10,000 को 10% तपाईहरुले हेर्न सक्नुहुन्छ। कहिलेकाहीँ फेरि करेन्ट एसेट्स को 10%, फिक्स्ड एसेट्स को 5% केही दिन सक्छ। त्यो बेलामा चाहिँ राम्रोसँग हेर्नु होला है क्वेशनले के भनेको छ भनेर।
जस्तै अहिले हामीले अब 9 लाख को 10%, अब 7,50,000 को 10%, त्यस्तै गरी 5,10,000 को 10% यो निकाल्न सक्नुहुन्छ। अब हामीले नेट प्रॉफिट आफ्टर ट्याक्स अथवा बिफोर ट्याक्स EBIT सबै अरु केही नदिएको अवस्थामा यही नै भयो नेट प्रॉफिट आफ्टर ट्याक्स। अब हामीले जस्तै EVA निकाल्नको लागि त नेट प्रॉफिट आफ्टर ट्याक्स माइनस कस्ट अफ क्यापिटल हो नि। कस्ट अफ क्यापिटल हामीले यहाँ निकालेका छौं। जस्तै नेट प्रॉफिट आफ्टर ट्याक्स यहाँ दिएकै छ भनेको अब हामीले नेट प्रॉफिट आफ्टर ट्याक्समा हेरियो 1,80,000 मा 90,000 घटाइदिनुस् त 90,000। त्यस्तै गरी 80,000 मा 75,000 घटाइदिनुस् त 5,000। त्यस्तै गरेर 60,000 मा 51,000 घटाइदिनु कति 9,000। यिनीहरु भनेको जस्तै माथि अहिले मैले रिजनलाई यसलाई सारे मात्र अरु केही गरेको हैन। यसलाई यहाँ सार्न सक्नुहुन्छ तपाईहरुले। अब हामीलाई जस्तै यो ROI निकाल्नको लागि पहिला दिएको 1,80,000, 80,000 र यो 60,000 यो तपाईहरुले यो दिएको यो प्रॉफिट भनेको अर्निङ बिफोर ट्याक्स पनि त्यही हो अथवा EBIT पनि यही अन्य इन्फर्मेसन केही नदिएको अवस्थामा। अब हामीले यहाँ हेर्न सकिन्छ जस्तै तपाईहरुले हाम्रो फर्मुला छ रिटर्न अन इन्भेस्टमेन्ट को EBIT डिभाइड बाइ क्यापिटल इम्प्लोइड इन्टु 100 हो। अब यसलाई मैले वर्किङ नोट उता राखे। जस्तै तपाईहरुले सुरुकै हेर्नु होला जस्तै हामीलाई यसलाई हेर्नु पर्यो भने 1,80,000 डिभाइड बाइ 9 लाख इन्टु 100 गर्दा कति पर्सेन्ट त 20%। यो 20% लाई माथि सार्दिनु होला 20%। यसरी नै जस्तै यो तलको हामीलाई यसमा कति 80,000 जस्तै क्वेशन हेर्न सक्नुहुन्छ। अब हामीलाई यहाँ दिएको क्वेशन छ 80,000 र अब डिभाइड बाइ कति 7,50,000 त्यसपछि अब इन्टु 100 भनेर कति दिएको छ इन्टु 100 त्यो गर्यो भने हामीलाई पर्सेन्ट आउँछ त्यो कति पर्सेन्ट त हाम्रो त्यति बेला आउँछ 10.67%। और यस्तै नै तपाईहरुले निकाल्न सक्नुहुन्छ। जस्तै यसको तलको पनि C को पनि निकाल्न सक्नु। हामीलाई क्वेशनले यति नै मात्र सोधेको छ। जस्तै हामीलाई यस्ता सोधेको बेलामा तपाईहरुले चाहिँ मजासँग निकाल्न सक्नुहुन्छ। एकदमै इजी छ हो। तपाईलाई म यस्तै अर्को क्वेशन दिन्छु हेर्नु पज गर्नु होला त्यसपछि यसलाई पज गरिसकेपछि आफुले ट्राई गर्नु। यो चाहिँ अब MBS 4 सेमेस्टर 2020 मा आएको क्वेशन हो। जस्तै हामीलाई यसमा पनि इन्भेस्टमेन्ट सेन्टर ABC दिएको छ र हामीलाई यो बैंक ब्यालेन्स दिएको छ इन्भेन्टरी दिएको छ डेप्टर दिएको छ मेसिनरी दिएको छ र हामीलाई यहाँ प्रॉफिट भनेर प्रॉफिट पनि दिएको छ। र तल क्वेशनले भनेको छ जस्तै हामीलाई चाहिँ कस्ट अफ क्यापिटल भनेर 5% हामीलाई करेन्ट एसेट को 5% र फिक्स एसेट को कति 10% क्वेशनले दिएको छ। त्यस्तै गरेर हामीलाई यो तपाईले देख्न सक्नुहुन्छ हामीलाई करेन्ट एसेट अब यहाँ आउने बेलामा करेन्ट एसेट के छ करेन्ट लायबिलिटीज के छ फिक्स एसेट के छ हेर्नु होला। हामीलाई चाहिँ फिक्स एसेट प्लस करेन्ट एसेट माइनस करेन्ट लायबिलिटीज हो। करेन्ट लायबिलिटीज छैन भने चाहिँ तपाईहरुले केही गर्नु पर्दैन। अब यसमा के छ भनेर तपाईहरुले हेर्न सक्नुहुन्छ। यस्तै गरेर हामीलाई यहाँ करेन्ट एसेट करेन्ट लायबिलिटीज नदिएको बेलामा अगाडि हामीले गरे जस्तै तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ र यसको कस्ट अफ क्यापिटल पनि 5% क्वेशनले दिएकै छ। र त्यसपछि अब रेट अफ रिटर्न कम्पनीको के छ भने इन्भेस्टिङ 10% अब कतिको हो फिक्स एसेट। यो तपाईले हेर्नु होला है। मैले यसैलाई माथि सारेर अन्त उता क्वेशन लैजाने बेलामा सजिलो हुन्छ भन्नको लागि यसलाई मैले माथि सारेको मात्रै हो। क्वेशन एउटै हो यहाँ दिएको र त्यहाँ दिएको र यसलाई मैले यता क्वेशनमा पनि देखाएको छु। हेर यहाँ हाम्रो यहाँ क्वेशन छ। तपाईले सबैभन्दा पहिला चाहिँ के देख्न सक्नुहुन्छ यो चाहिँ इन्भेस्टमेन्ट सेन्टर के छ ABC सेम आइको जस्तै हो। त्यसै गरेर हामीले जस्तै यहाँ बैंक इन्भेन्टरी डेप्टर मेसिनरी यिनीहरु र हामीलाई के छैन करेन्ट लायबिलिटी छैन। करेन्ट लायबिलिटीज दिएको भए करेन्ट लायबिलिटी तर अहिले करेन्ट लायबिलिटीज दिएको छैन। त्यो भएर यिनीहरुलाई अब सबैलाई हेर्न सकिन्छ हो। तपाईले हेर्न सक्नुहुन्छ जस्तै हामीसँग त्यहाँ दिएको कुराहरुलाई यसलाई अगाडि लैजानुस् हो। हामीसँग त्यहाँ दिएको छ तिनीहरुलाई हेर्ने हो। हामीले
हामीसँग यहाँ नभएको कुराहरू त अब हामीले यहाँ यसलाई सर लेख्न सकिन्छ र त्यहाँ त्यही अनुसार अगाडि लैजान सकिन्छ। तपाईले हेर्नुभयो जस्तै हामीलाई इकोनोमिक भ्यालु एडेड अब इन्कम आफ्टर ट्याक्सबाट यो क्यापिटल इम्प्लोइ डब्ल्युएससी घटाइसकेपछि आउँछ। जस्तै हामीलाई यो नेट प्रफिट आफ्टर ट्याक्स र हामीलाई चाहिँ यो कर्पोरेट कस्ट अफ क्यापिटल एउटा यहाँ हेर्नु होला र जस्तै एबीसी यसमा पनि एबीसी छ। हामीलाई अहिले क्वेशनले के दिएको छ है हामीले सबैको 10% भन्ने थियो भने अहिले चाहिँ करेन्ट एसेट्स को 5% फिक्स एसेट्स को 10% भनेर क्वेशनले दिएको छ। हो त्यही अनुसार गर्नु होला। जस्तै माथिसँग हामीलाई करेन्ट एसेट्सहरु यो 60,000 त्यसपछि 1,20,000 र यो 1,80,000 गरेर तीनटा जोडेर 3,60,000 यसको चाहिँ 5%। हामीसँग मेसिनरी एउटा मात्रै फिक्स एसेट छ यसको चाहिँ 5,40,000 को कति 10% हो। यति गरिसकेपछि हामीलाई कति आयो 72,000। यसलाई हेर्न सक्नुहुन्छ। यसरी नै बी को सी को तपाईले सजिलैसँग बी को हामीसँग करेन्ट एसेट्स 3,60,000 त्यस्तै गरेर फिक्स एसेट भनेको 3,90,000 करेन्ट एसेट को 5% फिक्स एसेट को 10%। यसलाई हेर्नुभयो। अब यति हेरिसकेपछि जस्तै नेट प्रॉफिट आफ्टर ट्याक्स हामीसँग दिएको आफ्टर बिफोर सबै एउटै हो केही नभनेको हुनाले हामीलाई के भन्यो भने अनुसारको हुन्छ। एउटा म भनेको पनि क्वेशन गर्दिउँला। जस्तै 75,000 र 51,000 र हामीसँग जस्तै यो ईबीए नेट प्रॉफिट आफ्टर ट्याक्स माइनस कस्ट अफ क्यापिटल यहाँ हेर्न सक्नुहुन्छ। जस्तै तपाईले 1,80,000 मा यो 72,000 घटाइदिनुस् हामीसँग कति 1,08,000 हो। त्यस्तै गरेर यो 75,000 मा 57,000 घटाइदिनुस् 18,000। 51,000 मा 40,500 10,500। यसलाई माथि सार्नु भयो मात्रै अरु केही गरेको हैन। जस्तै तलको हामीले वर्किङ नोटमा गरियो त्यसलाई चाहिँ मैले यहाँ सारे। अब हामीले आरओआई निकाल्ने बेलामा त्यहाँ भएको पहिला यो प्रॉफिट त छ और यो प्रॉफिटलाई अब अन्य केही दिएको छैन भने हाम्रो फर्मुला अनुसारको भएन। हाम्रो त के हो ईबीआईटी हो नि। क्वेशनले जस्तै यो ईबीआईटी अब केही अरु अन्य इन्फर्मेसनहरु दिएको छैन भने यो ईबीआईटी पनि यही हो। तपाईले अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो फर्मुला ईबीआईटी डिवाइड बाइ क्यापिटल इन्टु 100 छ र यसलाई यहाँ हेर्न सकियो भने हामीले जस्तै यसलाई चाहिँ तपाईले यहाँको अनुसारको राख्न सक्नुहुन्छ 20%, 10% र 10%। यसलाई सजिलैसँग यहाँ हेर्न सक्नुहुन्छ। जस्तै हामीले 1,80,000 डिवाइड बाइ 9 लाख इन्टु 100 अथवा 75,000 डिवाइड बाइ 7,50,000 इन्टु 100 51,000 डिवाइड बाइ 5,10,000 इन्टु 100 गर्यो भने तपाईले यो निकाल्न सक्नुहुन्छ। हो सबैले राम्रोसँग हेर्नु होला। यसलाई पज गरेर आफै ट्राई गर्नु त्यसपछि बल्ल भिडियो हेर्नु। म फेरि तपाईलाई क्वेशनले त्यहाँ देख्न सक्नुहुन्छ। तल यिनीहरुको डिफरेन्स पनि देखाउ भन्यो भने जस्तै आरओआई को र ईबीए को डिफरेन्स के छ भन्नलाई तपाईलाई 15 नम्बरमा सोध्ने बेला यिनीहरुको फरक पनि आउँछ। यी कुराहरु चाहिँ तपाईहरुले आरओआई को र ईबीए को फरक पनि देखाइदिनु होला है। ठीक छ। त्यसपछि तपाईलाई यो जुलाई 2020 मा यो 4th सेमेस्टरमा सोधेको क्वेशन यहाँ यसलाई हेर्नु होला। जस्तै अहिले तपाईले देख्न सक्नुहुन्छ यहाँ प्रॉफिट बिफोर ट्याक्स प्रॉफिट बिफोर ट्याक्स छ। अब हामीले चाहिँ यो प्रॉफिट आफ्टर ट्याक्स पनि चाहियो र ईबीआईटी पनि चाहियो। हेरि यो क्वेशन राम्रोसँग हेर्नु होला है। जस्तै हामीलाई कम्पनीको ट्याक्स चाहिँ कति छ 30% छ र वेटेड एभरेज कस्ट अफ क्यापिटल एउटा 8% छ क्वेशनले दिएकै छ पहिलाको र हाम्रो इन्ट्रेस्ट रेट पनि कति छ रे अहिले 8%। हामीले अगाडि चाहिँ इन्ट्रेस्ट रेट हाम्रो अपरेटिङमा यसकोमा इन्ट्रेस्ट रेट छैन भनेर अब त्यसलाई अगाडि लगेको सबै एउटै हो भनेर मानिएको थियो। अहिले इन्ट्रेस्ट रेट दिएको छ कस्ट अफ क्यापिटल पनि त्यहाँ दिएको छ र माथि दिएको इन्फर्मेसन अर्निङ अब प्रॉफिट बिफोर ट्याक्स दिएको छ। अब यसलाई हेर्नु होला। जस्तै डिभिजन हामीलाई ए र बी मात्रै छ। क्यापिटल इम्प्लोइड अब क्वेशनले दिएको छ हो फिक्स एसेट्स छ करेन्ट एसेट्स छ करेन्ट लायबिलिटी छ। हाम्रो फर्मुला के त फिक्स एसेट्स प्लस करेन्ट एसेट्स माइनस करेन्ट लायबिलिटी 6 लाख 4 लाख 10 लाख माइनस 2 लाख। हामीसँग यहाँ हेर्न सकिन्छ हो गर्दा कति भयो त 8 लाख। यसलाई
15 लाख 10 लाख हामीसँग 15 लाखमा 10 लाख जोडिन्छ र यसलाई फेरि घटाइन्छ। यहाँ हेर्न सक्नुहुन्छ कति त यिनीहरूलाई तपाईहरुले राम्रोसँग हेरेर अगाडि लैजान सक्नुभयो भने एकदमै सजिलो छ। तपाईले पज गर्दै आफै प्र्याक्टिस गर्नु होला। त्यस्तै हामीलाई जस्तै अर्निङ बिफोर ट्याक्स छ क्वेशनले दिएकै छ र हामीलाई जस्तै यो इन्ट्रेस्ट यो क्यापिटल इम्प्लोइड को 8% इन्ट्रेस्ट भनेर क्वेशनले दिएको छ। जस्तै यो सुरुको हामीले यहाँ हेर्न सकिन्छ। जस्तै यो क्यापिटल इम्प्लोइड कति आयो 8 लाख 8 लाख को 8% कति 64,000। त्यस्तै गरेर यो 20,000 को 20 लाख को 8% हो 8 दुना 16 1,60,000 तपाईले हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर हामीले यहाँ इन्ट्रेस्ट लेख्ने बेला 64,000 र 1,60,000 यो इन्ट्रेस्ट आयो र हामीलाई त गर्नुपर्ने भनेको जस्तै यहाँ निकाल्न पर्ने भनेको प्रॉफिट बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स हो। जस्तै यो हामीलाई बिफोर इन्ट्रेस्ट यहाँ हेर्नु है प्रॉफिट बिफोर इन्ट्रेस्ट क्वेशनले दिएको छ कति 2,40,000। अब हामीले त बिफोर ट्याक्स दिएको छ सरी तर हामीले बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स निकाल्नु पर्यो। त्यसको लागि चाहिँ जस्तै हामीलाई यो बिफोर ट्याक्समा इन्ट्रेस्ट जोड्नु भयो भने त बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स आयो नि त। बिफोर प्रॉफिट बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स निकाल्नको लागि 2,40,000 त्यसमा अब 64,000 इन्ट्रेस्ट हो भनेपछि कति 3,04,000 प्रॉफिट बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स रहेछ। अर्को कति 8,80,000 तपाईले यसलाई हेर्न सक्नुहुन्छ। अब नेट प्रॉफिट आफ्टर ट्याक्स कति त नि प्रॉफिट बिफोर ट्याक्स बाट योबाट लेस हामीसँग यसबाट लेस ट्याक्स प्रॉफिट बिफोर हामीलाई प्रॉफिट बिफोर ट्याक्स छ भने आफ्टर ट्याक्स गर्ने लेस ट्याक्स गर्यो भने आफ्टर ट्याक्स निकाल्न सक्नुहुन्छ। जस्तै हेर यहाँ आएको मध्ये जस्तै हामीलाई 2,40,000 मा ट्याक्स आफ्टर ट्याक्स निकाल्नको लागि 1 माइनस ट्याक्स को पर्सेन्ट गर्नु भने सक्नुहुन्छ। जस्तै हामीलाई ट्याक्स को पर्सेन्ट 30% हेर योबाट घटाइदिन पनि सक्नुहुन्छ हो। हामीलाई यो 30 घटाइसकेपछि 0.7 भन्नु र 2,40,000 मा 30% घटाएर आउने भनेको 70% हो। यसलाई नै हेर्न सकिन्छ कति त 1,68,000 ल 5,04,000 यसलाई तपाईहरुले हेर्न सक्नुहुन्छ सजिलैसँग। र अब हामीले आरओआई निकाल्नको लागि यहाँ माथि दिएको खालको यो अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स 3,04,000 डिभाइड बाइ हामीसँग जस्तै कति छ त यो क्यापिटल इम्प्लोइड 8 लाख छ इन्टु 100 गर्दा भयो कति 38%। यसलाई 38% हेर्न सक्नुहुन्छ। अर्को कति 44% यसलाई हेर्न सक्नुहुन्छ। जस्तै ए र बी दुईटा सेन्टर छ आरओआई 38 र 44 र त्यसपछि हामीले फेरि के निकाल्नु पर्यो ईबीए प्रॉफिट आफ्टर ट्याक्स निकाल्नु। अब 1,68,000 र 5,04,000 यो आफ्टर ट्याक्स आइसक्यो हो। यो आफ्टर ट्याक्स त्यसमा पनि के घटाइदिनु पर्यो त हामीले हो क्यापिटल इम्प्लोइडमा डब्ल्युएससी कति छ त 8% छ हो। यसलाई चाहिँ तपाईले घटाउन सक्नुहुन्छ। जस्तै यहाँ भएको 8 लाख को 8% हो 8 लाख को 8% गरेर 64,000 मा 1,68,000 मा 64,000 यहाँ घटाइसकेपछि कति 1,04,000 यो के आयो त ईबीए आयो। यस्तै गरेर बी को पनि निकाल्न सक्नुहुन्छ। बी लाई यहाँ पुट गर्न सक्नुहुन्छ। तपाईहरुले यति गर्न सक्नु भयो भने एकदमै अब सजिलैसँग मज्जाले हल गर्न सक्नुहुन्छ। यसलाई तपाईहरुले आफै तरिकाले नि यहाँ हेरेर मात्रै भन्दा नि आफै प्र्याक्टिस गर्नु होला। पज गर्दै प्र्याक्टिस गर्दै गर्नु होला। म अझ एउटा यस्तो मोडलको पनि क्वेशन आउन सक्छ जस्तै हामीलाई सेल्स रेभेन्यू कस्ट अफ गुड्स सोल्ड अदर अपरेटिङ एक्सपेन्सेस क्वेशनले दिएर र एभरेज अपरेटिङ एसेटहरु सञ्चालनको बेलामा लाग्ने एभरेज एसेट कस्ट अफ जस्तै हामीसँग अहिले हामीले क्यापिटल इम्प्लोइड भन्ने निकालेको थियो नि हो त्योसँग भएको कस्ट अफ क्यापिटललाई यहाँ हेरेर मल्टिप्लाई गर्न सकिन्छ। र हामीलाई चाहिँ यो बोन्डको 10% इन्ट्रेस्ट छ भन्छ। यहाँ इन्ट्रेस्ट पनि अब क्वेशनले दिएकै छ र यसमा यति गर्नुभयो भने तपाईहरुले जस्तै वर्किङ नोट मैले पहिला वर्किङ नोट देखाएँ। अब हामीसँग इन्भेस्टमेन्ट भनेको एभरेज अपरेटिङ एसेट क्वेशनले दिएकै छ कति 12 लाख। तपाईले यहाँको यो 12 लाखलाई क्वेशनले हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर अब इन्ट्रेस्ट
इन्ट्रेस्ट भनेको हामीसँग क्वेशनले इन्ट्रेस्ट एक्सपेन्सेस कति छ त नि 2 लाख को बोन्ड छ त्यसको 10% इन्ट्रेस्ट लाग्छ भनिसकेपछि कति लाग्दो रहेछ त 20,000 लाग्दो रहेछ सम्झिनु होला है। त्यसपछि अर्निङ बिफोर ट्याक्स भनेको सेल्स माइनस कस्ट अफ गुड्स सोल्ड र अदर एक्सपेन्सेसहरु घटाउनु भयो भने तपाईले अर्निङ बिफोर इन्ट्रेस्ट ट्याक्स आउनु छ र यो यदि हामीलाई चाहिँ जस्तै यो 5 लाख छ 5 लाखमा यो 5 लाखमा यो 3 लाखमा नि अपरेटिङ यिनीहरु एक्सपेन्सेस घटाइदिन्छ र इबिआइटी ने कति त 1,90,000 तपाईले हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर हामीले अब रिटर्न अन इन्भेस्टमेन्ट निकाल्नुस् अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स यो छ। त्यसपछि अब क्यापिटल एम्प्लॉयड यहाँ दिएको छ क्यापिटल एम्प्लॉयड भनेकै हामीले अब एभरेजमा अपरेटिङ एसेट्सहरु कति छ भनेर यहाँ हेर्न सकिन्छ हो त्यो तपाईले निकाल्न सक्नुहुन्छ कति पर्सेन्ट 15.83 यस्तो मोडलको छैन सजिलै निकाल्न सक्नुहुन्छ। त्यस्तै गरेर हामीले यो नेट प्रॉफिट आफ्टर ट्याक्स बनाऊ अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स भयो त्यसमा हामीले के छ त इन्ट्रेस्ट घटाइदिन सक्नुहुन्छ त्यसबाट पनि ट्याक्स घटाउनु हो भने अब नेट प्रॉफिट आफ्टर ट्याक्स आउँछ। जस्तै अहिले हामीलाई सँग भएको जस्तो अहिले हामीले निकालेका थियौं 1,90,000 त्यसमा 20,000 इन्ट्रेस्ट र ट्याक्स रेट कति छ 40% भनेको 1 - 0.4 गर्यो भने अब तपाईलाई कति 1,02,000 के आयो त नेट प्रॉफिट आफ्टर ट्याक्स। अब हामीलाई चाहिँ यहाँ हेर्न सक्नुहुन्छ तपाईले नेट प्रॉफिट मार्जिन रेशियो भनेर दिएको छ नेट प्रॉफिट आफ्टर ट्याक्स डिवाइड बाइ सेल्स मार्जिन रेशियो भने जेमा पनि मार्जिन भनेर डिवाइड बाइ सेल्स ले गरिन्छ यहाँ हेर्दिनु होला। जस्तै यसमा चाहिँ अब हामीले कति 20.40 यसको नेट प्रॉफिट मार्जिन निकालियो। त्यस्तै गरेर अब हामीले चाहिँ अर्को रेसिडुअल इन्कम भनेर सोधेको छ क्वेशनले हामीसँग इबिआइटी र माइनस अपरेटिङ एसेट्स लाई कस्ट अफ क्यापिटल ले कति पर्सेन्ट छ त्यसलाई चाहिँ हामीले घटाइयो भने रेसिडुअल इन्कम आउँछ। त्यहाँ हेर्न सक्नुहुन्छ जस्तै हामीसँग 1,90,000 इबिआइटी छ यो मध्ये कतिको हामीलाई चाहिँ अपरेटिङ एसेट्स भनेको त 12 लाख को कति पर्सेन्ट 18% तपाईले हेर्न सक्नुहुन्छ 12 लाख को 18% भयो भने 12 लाख को 18% हेर्न सक्नुहुन्छ त्यतिबेला हामीलाई कति आउँछ त 12 लाख को 18% र यो 1,90,000 मा तपाईले घटाइसकेपछि अहिले के लसमा आउँदो रहेछ 26,000 लस पर्दो रहेछ हेर्नु होला। र यिनीहरुको जस्तै हामीसँग कम्पेयर गर्न सक्नुहुन्छ यहाँ हेर्नुहुन्छ जस्तै आरओआई यसमा चाहिँ यो 15% जुन भनेको कस्ट अफ क्यापिटल भन्दा पनि एकदम कम हो र रेसिडुअल इन्कम भनेको त्यही पनि के छ नेगेटिभमा छ। त्यो भएर यो प्रोजेक्टमा लगानी गर्न एकदमै सोच्नु पर्छ है यो प्रोजेक्टमा त्यति लगानी गर्न सकिन्न। यस्तै अकाउन्टका अन्य भिडियो हेर्नको लागि तपाईले अकाउन्ट सर च्यानललाई सब्स्क्राइब गर्नु होला लाइक गर्नु होला र अन्य साथीहरुमा पुर्याउनको लागि शेयर गरिदिनु होला र म यस्तै अकाउन्टका भिडियोहरु बनाउने हुन्छु। यति भन्दै म बिदा हुन्छु हस्त धन्यवाद।